घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ बाल विवाह नगर आफूले आफूलाई नमार बाल विवाह नगर आफूले आफूलाई नमार बाल विवाह अन्त्य गरौ बाल विवाह अन्त्य गरौ बिहेबारी विश्व सफारी बिहेबारी विश्व सफारी बाल विवाह नगर आफूले आफूलाई नमार बाल विवाह नगर आफूले आफूलाई नमार घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ बाल विवाह अन्त्य गरौ बाल विवाह घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ घरैबाट सुरु गरौ बाल विवाह बन्द गरौ बाल विवाह नगर आफूले आफूलाई नमार बाल विवाह नगर आफूले आफूलाई नमार बाल विवाह अहिलेसम्म आएको छैन त एकचोटि फोन गरी हेलो बालु कहाँ हो के तिमी म घरमै हो के हुन्टु अनि मेलामा किन नआएको त घरमा जरुरी काम परेर हो के आउनु त कतिमा थियो झन् मेलामा कति रमाइलो भएको थियो एकेमा त भगाउँछु भनेको होइन हो नि त मैले सबै कुरा मिलाइसकेको थिएँ बिरेर फुल्ने पनि दलकक्षा पर्दा परे भएका हुन् उनीहरू भएको जानु महिना भइसक्यो उनीहरू अहिले हाँसी खुसी जीवन बिताइरहेका होला खाना पकाएर तलाई मैले जानेको साह्रै हालेर गयो नि असक्षी बिरे हेलो रूपा दाइ हेलो खुब तपाईँले त बिहारी मेला भनेर भन्नुहुन्छ त यहाँ बाले चोले भाउला जस्तो छ नि दाइ फोन कहाँमा आयो भन त यहाँ पिपलको मुनि झट्टै हाल्नु कुन खेलमा आयो कि दादाको बाहुना एउटा शरीर भन्छन् तर बिहानी तिमीले हाम्रो बिचमा नआउनु भोलि के बच्चा मागेको न निजो
तिनीहरू भागी विवाह गरेछ त्यसैलाई सम्झेर दियो तिमीहरूको सम्झाउने तरिका मलाई मन परेन तिमीहरू किताब र कपी हानमा लिने बेला तिमी कानुनलाई हानमा लिँदैछौ महाशय किन्जी आउनुहोस् यहाँ तपाईँकै खाँचो थियो इन्स्पेक्टर साहब के गर्दैछ यिनीहरू यहाँ हाम्रो रहेका बाटीहरू के गर्नु स्कुल जोडेर भागी विवाह गर्दैछ अरे ए यसो पो हाम्रो संविधानमा 18 वर्षभन्दा कम उमेरकालाई बालबालिका घोषणा गरेको छ विवाह गर्ने न्यूनतम उमेर 20 वर्ष तोकेको छ अनि यो के यिनीहरूलाई दण्ड सजाय केही छैन नि 20 वर्षभन्दा कम उमेरमा विवाह गर्ने वा गराउने दुवैलाई 3 वर्ष कैद र 30,000सम्म जरिमाना हुनेछ एउटा कुरा बुझ्यो होला नि किताबलाई चौकीतिर गरी साफ किताब बनाउला तिमीहरूको अभिभावकले पनि नै बनाउनु पर्यो मैले आज चौकीको चिसो हाल्नुपर्छ होला सर लिएर आउनुहोस् के देख्छ मागिदिनु क्या ऊ त्यसको पायो होइन अब दिने त्यसलाई सर ड्रम रेडी अगाडि ड्रम दे ड्रम दाला बिरे गान्छ यो समय त आमा आमा मलाई झाडी लगायो नि स्कुल भित्र बोले हेर्नु जाऊ झाडीमा भित्रै अब अक्षित र उस अक्षित ध्वजा के भन्छ के पानी 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 रेडी पानी दियो पानी अहिले हेर पानी खाने अहिले हेर्नु सर अलि बस्दा
यस्ता छ म अहिलेको नयाँ जागिरी हो नि त यस्तो बोल्दैन अब मन खाइहाल्यो मसला अब अलिअलि दक्षिणा नि हाल्नु रातोबाले त हालिहाल्यो नि अहिले अलिअलि हाल्नु अब नानीलाई छिट्टै सन्चो हुन्छ
हामी हिजोको घटना, आज बिहानको घटना र बाल विवाहले निन्दाय घटनासम्म छलफल गर्नेछौँ। हिजोको घटनामा स्कुल पढाइ गरेका एकजना भाइ र बहिनीले भागी विवाह गर्न लागेका रहेछन्। तिनीहरूलाई पक्रेर हामी एक समक्ष ल्याएका छौँ र आज बिहानको घटनामा एकजना बहिनीले सानोमा विवाह गरेर आफ्नो ज्यान गुमाउनु भयो। यी विषयमा हामी छलफल गर्नेछौँ। सम्पूर्ण समुदायमा जनचेतना फैलाउँदै बाल विवाहको पूर्ण रूपमा अन्त्य गर्नुपर्दछ। हाम्रो देशमा विवाहले कानुनी मान्यता पाउनका लागि केटा र केटीको उमेर कम्तीमा 20 वर्ष पुगेको हुनुपर्छ। 20 वर्षभन्दा कम उमेरमा भएको विवाहलाई बाल विवाह मानिन्छ र यो विवाह गैर कानुनी भएकाले विवाह गर्ने वा गराउने दुवैलाई 3 वर्ष कैद र 30,000सम्म जरिमाना हुन्छ र यो विवाह पनि बजार हुन्छ। बाल विवाहले विवाहित व्यक्तिलाई आर्थिक, सामाजिक, शारीरिक, बौद्धिक, मानसिक र भावनात्मक विकासमा समेत नराम्रो असर पुर्याउन सक्छ। साथै यसले किशोर-किशोरीको शैक्षिक अवस्था पनि बिगार्छ। सानो उमेरमा आमा बाबु गर्नुपर्दा शारीरिक समस्या र निर्णय प्रक्रियामा पनि पछि परिन्छ। विवाहपछि घर परिवार धान्न, परिवारको रेखदेख गर्न, घरेलु हिंसाको कारण मानसिक रोगी हुन सकिन्छ। तपाईँहरूले हामीलाई बेलैमा सक्नुभयो। अब हामीले हाम्रो छोराको समस्यामा पर्न दिँदैनौँ। उनीहरू दुवैलाई पुगेर आत्मनिर्भर भएर मात्र विवाह गर्न सल्लाह हो नि त। हामीले जति हाम्रो बालबालिकाहरूलाई तर्फबाट र समग्र धौलागिरी गाउँपालिकाको तर्फबाट म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसपछि पक्कै पनि एकदमै मनैभित्रैदेखि धन्यवादको आभारको भागीदार छन् हाम्रा कलाकार भाइ बहिनीहरू। पक्कै पनि नाटक आउँदैछ भन्दा मैले अपेक्षा गरेको थिइनँ। यस्तो राम्रो नाटक आउँछ भनेर बच्चाहरूको नाटक चाहिँ यस्तो होला भनेर मैले सोचेको थिइनँ। मैले सोचेको अपेक्षा गरेको भन्दा पनि राम्रो नाटक मञ्चन गरिदिएकोमा सम्पूर्ण नाटक मा उपस्थित कलाकार भाइ बहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछु र नाटक लेखन गर्ने, संयोजन गर्ने महेन्द्र सर लगायत सम्पूर्ण शिक्षक साथीहरू, हेम नमुना माध्यमिक विद्यालय परिवारप्रति म हार्दिक आभारी छु र यो अवसरका लागि पनि म हार्दिक आभारी छु। पक्कै पनि बाल विवाहको यो संयोग हामी धौलागिरी गाउँपालिकाले बाल विवाह विरुद्धको कार्यक्रम आयोजना गर्दै गरेको अवस्था र हेम नमुना माध्यमिक विद्यालयले यही विषयमा नाटक मञ्चन गर्ने अवसर, यो शुभ अवसर जुरेको छ। यो हामी सबै भाग्यमानी छौँ। जुन कुरा सिकेका छौँ, जुन कुरा सिक्दै थियौँ, त्यसलाई हामीले नाटकको रूपमा पनि हेर्ने अवसर पाएका छौँ। पक्कै पनि हाम्रो कार्यक्रममा सहभागी हुनुभएका शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यूहरू, शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरूले यही नाटकले हाम्रो 3 दिनको कार्यक्रमलाई यो 20 मिनटको नाटकले सम्पूर्ण छर्लङ्गै पारिदिएको छ भन्ने मेरो ठम्याइ छ। पक्कै पनि यस्तो कार्यक्रम चाहिँ हामीले हरेक शुक्रबार गर्ने अतिरिक्त क्रियाकलापमा पनि समावेश गर्ने हो भने धौलागिरी गाउँपालिकामा विद्यमान रहेको बाल विवाह पक्कै पनि न्यूनीकरण हुनेछ भन्ने मेरो अपेक्षा छ। पक्कै पनि 11वटा स्कुलका शिक्षक साथीहरू हामी साथ हुनुहुन्छ, आज हाम्रो सामनामा हुनुहुन्छ। पक्कै पनि तपाईँहरूले जति सक्नुहुन्छ एकदमै राम्रो हुनु पर्दैन, तैपनि सन्देशमूलक नाटक चाहिँ यहाँहरूले विद्यालयमा पनि तयारी गरेर प्रदर्शन गर्ने वातावरण मिलाउनु भयो भने पक्कै पनि बाल विवाहमा हामीले ठुलो फड्को मार्ने छौँ भन्ने मेरो अपेक्षा छ। पक्कै पनि यो नाटकमा सहभागी भएर हेरिदिनु हुने सम्पूर्णलाई धौलागिरी गाउँपालिकाको तर्फबाट पनि हार्दिक आभार व्यक्त गर्दछु। र यो बाल विवाह हेर्दै गर्दा हामी कति बेला हाँस्यौँ, कति बेला भावुक भयौँ। पक्कै पनि नाटकमा मञ्चन गरेका फुलमायाहरू नाटक सिद्धिएपछि उठेर हिँड्न सक्छन्, तर बाल विवाहको कारणले जीवनमा सुतेका फुलमायाहरू उठेर हिँड्न सक्दैनन्। त्यही भएर यहाँहरूले त्यो फुलमायालाई आफ्नो जीवनमा चरितार्थ गरेर आफूलाई त्यो फुलमायाको कलाकारमा राखेर आफूलाई हेर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ। पक्कै पनि नाटकमा फुलमाया मात्रै दुखी भएको, फुलमायाको बुढा चाहिँ फेरि जाँखाना हिँडेको अवस्था हामीले देखेका छौँ। तर त्यो नभएर हामीले किशोरहरूको पनि अवस्था दर्दनाक हुन्छ नै। पक्कै पनि फुलमायाहरूको मात्रै, महिलाको मात्रै विषयमा हामीले बाल विवाह गर्दा समस्या पर्ने होइन, केटालाई पनि पर्न सक्छ भन्ने कुराहरू राख्दै फेरि पनि यो अवसरका लागि म मन्त्री सर लगायत हेम मावि परिवारलाई हार्दिक आभार व्यक्त गर्दै मेरो मन्तव्य अन्त्य गर्ने अनुमति चाहन्छु। हस्, धन्यवाद। 20 वर्ष नपुग्दै कानुन लाग्छ बिहे गरे, पारिवारिक
बच्चा जन्माउँदा कलिलैमा बिहा गरी बच्चा जन्माउँदा गाह्रो हुन्छ शारीरिक र मानसिक तनाव आउँदा शिक्षा लिई परिपक्व भए गरौँ बिहावारी Bye.